यो घन्टीको नेता कृष्ण कार्कीले एउटा विदेशी महिलालाई यस्तो गरेर चाहिँ फरार भएको भन्ने खुब न्युज सुनियो, आयो पनि, हेरियो पनि, संसदमा पनि कुरो उठेको थियो साथीहरू। अनि उहाँले चाहिँ यसरी स्पष्टीकरण दिनुभएको छ, के हो साँचो के हो झुटो, के लाग्छ तपाईँहरूलाई? तपाईँले देख्नु नागरिकलाई अलपत्र पार्यो, पेट बोकाएर भन्ने कुरा चाहिँ जनआस्थाले सार्वजनिक भिडियोमा जुन तपाईँ देखिनु भएको छ त्यसको वास्तविकता चाहिँ के हो ठेकेमानजी? थाहा नभएको कुरा हो क्या मलाई। हजुरलाई थाहै छैन तपाईँकै भिडियो छ त फेरि? त्यो मलाई थाहा भएन नि त, खै थाहा छैन क्या मलाई। जस्तै यहाँ सुन्नु, जस्तै तपाईँलाई म एउटा कुरो देखाउँछु क्या, ल यस्तो गरेर देखाउँछु, खै कहीँ मेरो यहाँ त्यसमा उछा ट्याटु छ। अनि त्यो जुन फोटो त्यो जेनजी आन्दोलनको बेला त्यो तपाईँको होइन है त्यसो है? त्यो फोटो त छुट्टै होला, तर त्यो कृष्ण कुमार कार्की भनेर जुन जनआस्थाले सार्वजनिक गरेको छ नि त्यस विषयमा तपाईँ के गर्नुहुन्छ त? यदि तपाईँ होइन भने त त्यो कानुनीको होला नि त, प्रोसेस होला नि त, छैन जनआस्था विरुद्ध अथवा त्यो सन्तानमा विरुद्ध? सुन्नु न, मैले तपाईँलाई देखाइसकेँ होइन र प्रमाण, अनि सिद्धि हो त कानुनी प्रक्रियामा जानुहुन्छ त्यसो भए? सोच्नुहुन्छ